आदरणीय कोरियन भाषा पारखी विद्यार्थी मित्रहरूमा नमस्कार। सदा झैं आज पनि नेक्स्ट टपिकका साथ उपस्थित भइसकेको छु भने आजको टपिक केको विषयमा छ भन्ने कुरा यस भिडियोको थम्बनेल र मोबाइल स्क्रिनबाट प्रष्ट भइसक्नु भएको छ। हामी इपिएस टपिक नयाँ बुकको लेसन वाइज मिनिङ हेर्न गइरहेका छौं र आज तपाईहरुमा लेसन 3 को मिनिङ लिएर उपस्थित भइसकेको छु र लेसन 1 र लेसन 2 को मिनिङ चाहनुहुन्छ भने माथि आई बटनमा आएको होला अथवा यसै युट्युब च्यानलको प्लेलिस्टबाट हेर्न सक्नुहुनेछ। र आज लेसन 3 को टपिक रहेको छ विची वा छाङसो अवस्थिति र स्थान भन्ने टपिक रहेको छ। यस टपिक भित्र रहेर आज हामी मिनिङहरु हेर्ने छौं र यो मिनिङहरु हामीले पढिसकेपछि यस टपिकलाई राम्रो गरी बुझ्न सक्दछौं र यस्तै नयाँ बुकको लेसन वाइज मिनिङहरु च्याप्टर वाइज मिनिङहरु आगामी दिनमा यस युट्युब च्यानलबाट प्रोभाइड हुनेछ। तपाईहरुलाई इम्पोर्टेन्ट हुन्छ भने कृपया तपाई यस युट्युब च्यानलमा आबद्धित भएर रहनुहोला। अब धेरै लामो कुरा नगरी आजको टपिक स्टार्ट गरौं। विची वा छाङसो अवस्थिति र स्थान। खसिल बैठक कोठा, खागु फर्निचर, छन्चा छेफोम विद्युतीय सामान, थोसी शहर, एयरखन एयर कन्डिसनर, छेम्दे बिस्तारा, विजा कुर्सी, छेक्साङ टेबल, ओच्चाङ दराज, सोफा, टेलिभिजन, छन्चा रेन्जी, ओभन माइक्रोओभन भन्ने अर्थ दिन्छ। सेथाक्की कपडा धुने मेसिन, नेङजाङ्गो फ्रिज, छङसोगी भ्याकुम क्लिनर, सिक्थाक डाइनिङ टेबल, छन्चे अस्तित्व, सोयु स्वामित्व, फेनवा परिवर्तन, इमी इत्ता पहिले नै भएको, अत्तनगत कुनै कुरा, थारुनगत फरक कुरा, छुगाजक थप रूपमा, फहान दुईदा समावेश हुनु, हुइसा कम्पनी, सिक्ताङ रेस्टुरेन्ट, उन्हेङ बैंक, कफी शप, फेनुइजम 24 घण्टा खुल्ने पसल, सिजाङ बजार, मियोङसिल ब्युटी पार्लर, सुपरमार्केट, याकुक फार्मेसी औषधि पसल भन्ने अर्थ दिन्छ। फेङवन हस्पिटल, उछेगुक हुलाक छिप घर, थाङ कोठा, वाजाङसिल शौचालय, फुवक भान्सा कोठा, यगी यहाँ, खगी त्यहाँ, छगी उ त्यहाँ, अदि कहाँ, खिसोक्सा होस्टेल, आद्गे सुम्निदा हस बुझे, ठुकब्यलसी विशेष सहर, ठुकब्यल जाछिसी विशेष स्वायत्त सहर, ख्वाङयक्सी महानगर, खाजाङ सबैभन्दा, छङछी राजनीति, ख्याङचे अर्थतन्त्र, छुङसिमजी केन्द्रबिन्दु, छुब्यन वरिपरि, सुदोगवन राजधानी क्षेत्र, इरुदा भनिनु अथवा 80% नम्ता 50% भन्दा धेरै हुनु, खजुहादा बसोबास गर्नु, ख्वानमुन गेटवे, इन्चन खुक्चे खोङहाङ इन्चन अन्तर्राष्ट्रिय विमानस्थल, इन्चनहाङ इन्चन बन्दरगाह, ह्याङजङ अम्मु प्रशासकीय काम, ह्युल जकिदा प्रभावकारी हुनु, सुहेङहादा सञ्चालन गर्नु, मान्दुरो जिदा बनाइनु,
हेङजङ छुङसिम फोखाम सी प्रशासकीय केन्द्रबिन्दुको सहर खोयकबु शिक्षा मन्त्रालय खोयङ नोदोङबु रोजगार तथा श्रम मन्त्रालय छङबु फुछ सरकारी विभाग विछि हादा अवस्थित अथवा लोकेटेड एनगुन नजिकै ख्योङबु रेलवे होनाम रेलवे छिनागादा पार गर्नु ख्योथुङ यातायात ख्वाहाक विज्ञान थेजन सहर सेगेजक्युमो विश्वव्यापी रूपमा बुसान बन्दरगाह हेबियन समुद्री किनार ख्वान ग्वाङ्गेक पर्यटक फाङमुन भ्रमण छादोङछा कार छोसन सिप बिल्डिङ छुङहाक सानप ठुला रासायनिक उद्योग फान्दलहान खोङप विकसित उद्योग उल्सान सहर यी वये यो बाहेक अथवा यी बाहेक छिबाङ क्षेत्र सम्यु सानप कपडा उद्योग नामसनचोक दक्षिण पश्चिम एसुल कला थेहानमिनगुक गणतन्त्र कोरिया छिपानिल घरभित्रको काम छोरी बप पकाउने तरिका थेजोङ खेथोङ सार्वजनिक यातायात। ओके, सम्पूर्ण साथीहरूलाई धन्यवाद। तपाईहरुमा आज लेसन 3 को मिनिङ प्रस्तुत गरिसकेको छु। यो मिनिङहरू पढेर तपाई लेसन 3 च्याप्टरलाई चाहिँ राम्रो गरी स्टडी गर्न सक्नुहुन्छ। यस्तै इतिहास टपिक न्यू 2025 को मिनिङहरू लेसन वाइज रूपमा चाहनुहुन्छ भने तपाई यस च्यानलमा जोडिएर रहनु होला भन्दै आजको यस टपिकबाट तपाईहरुको मित्र छुटिन चाहन्छु। हाम्रो भेट अर्को टपिक लेसन 4 मा हुनेछ। धन्यवाद।